के हेर्न हिँड्ने घर कुन फिल्म मलाई जबरजस्ती लिएर हिँडेको दयाङ राईलाई हेर्न अब त सुटिङ अब रियलमा आउनु यहाँ दियोस् आइरहेको हुन्छ त फेरि आउनु त ल लेडी भ्लगर उहाँ चाहिँ हाम्रो लेडी भ्लगर खालि यसरी सुहाउँदैन यसरी ल बोल आज हामी कुन फिल्म भगवान् कसम यहाँ देख्छ रुनुको लागि अरे ओ सेवारो आङबाबे ताकुङ ल बहिनी ल ल सेवारो सब कोही छैन त जहाँ बस्नु मैले यार उता बस्नु यति बेला चाहिँ 10:30 भएको छ होइन 10:30 भएको छ घाम पनि वाह एकदम मिठो लागिरहेको छ यो रुममा आउँदा त घाम पनि देखाइँदैन बाहिर तर पोल्न चाहिँ पोल्दो रहेछ होइन पोले पनि अब यसो होइन फिल्म त हेर्न चाहिँ रुपरु भनेर यो चाहिँ इन्टरनेसनल सिटी हामी चाहिँ हाम्रो ड्राइगन मार्ट नेपाली मुभी झारी 2 दयाङ राईको बिग फ्यान हो म फेरि है जाने झारी 2 हेर्न जाने भनेर भ्लग बनाउने होइन लास्टमा चाहिँ होइन अबेला भइसक्यो होइन 12:25 को सो छ अनि यति बेलासम्म यहीँ हामी अब हाम्रो मिस्टर भ्लगरलाई कुर्दैछौँ होइन सेकेन्ड भ्लगरलाई कुर्दैछौँ अब कतिखेर आउँछन् तिनीहरू सेलिब्रेटीहरू होइन हामी कुर्दैछौँ अब हेर्न पाइन्छ कि पाइँदैन होइन ऊपर वाले की दुहा लगेगा त हेर्ने को लिए मिलेगा म्याडम चाहिँ हेलो के हेर्न हिँड्ने घर कुन फिल्म मलाई जबरजस्ती लिएर हिँडेको जातिले लानु परेन त हेर्नु परेन मैले वान मैले भनेको वान हेरेरै मलाई थाहा तिमीहरूको कल्चर अलरेडी मलाई थाहा थियो त्यही पनि वान हेरेर म त्यत्रो सिकिसकेँ जानिसकेँ वान हेरेर तपाईँलाई कल्चर थाहा थियो भने तपाईँको हाम्रो बे त जारी फिल्म हेरिसकेर भएको नि त तपाईँले किन त्यो न त ए सबै छित्रान्ते पार्दैन हेर है बहिनी फेरि विचार गर भाइ उदा हाल न छिटो लाउँदैछ कि के हेर्न आएको फोटो भयो छिटो हेर्न आउनु त भिडियो अब भिडियो तिमी युट्युबमा बनाऊ 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 ल ल यो पनि यो पनि यो सँग त एउटा हातसँग त ल बोल आज हामी फिल्म हेर्न हिँड्दैछौँ खालि यसरी सुहाउँदैन यसरी ल बोल आज हामी कुन फिल्म हेर्न भगवान् कसम यहाँ देख्छ रुनुको लागि म टिसो बोकेर रेडी छु जारी टुले त्यस्तो आउँदैन बनाऊ 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 कहाँ घुमाएको फेरि कसरी आफूलाई देखाउ न म रुनुको लागि टिसो बोकेर रेडी छु रुनुलाई धेरै दिन भयो नरहेको उहाँलाई हेर्नुहोस् उहाँलाई चिनिन उहाँलाई चिनिन त्यहाँ एक्सप्लोर गरिदिनु भयो यार म अलरेडी भ्लगर उहाँ नयाँ भ्लगर हो मलाई अलरेडी भ्लगर मलाई सबैले फलो गरिदिनु होला सब्सक्राइब गरिदिनु सब्सक्राइब हो हामी चाहिँ गाइज हामी चाहिँ होइन यहाँ बसबाट झरिसकेछौँ अब फेरि ट्याक्सी चढ्न लाग्यो फेरि भाइ तिमी नलुगाएर तिमीलाई फेरि लुक्यो भन्छन् कि फेरि होइन लुगा छैन है लुगा छैन है यहाँ मान्छे हिँड्छन् तिमी फेरि जति दाँत समात्दैन होइन कि दाँत दुखेको छ फेरि आएर फेरि रुद्रघण्टी देखेर भ्लग के अरे ल अन्त मुखै यहाँ झस्दिन्छु मैले कहाँ भाइ तिमी हिँडेको मलाई किन देखाउने म अलरेडी देखिरहेको छु नि दाइको पुरा लुक हेर्नु ए बहिनी दाइको यो 10,000 को दिरहमको चप्पल हो अनि यो प्यान्ट आफ्नै जुत्ता देखाउन लागेको छ कि इसमें तेरा घर चला जाएगा इसमें तेरा घर चला जाएगा उहाँले नयाँ जुत्ता लाउनु पर्छ एयरफोर्स एयर है गाइस नयाँ यो बहिनीले ल्याइदिएको जुत्ता होला है त्यही भएर खुट्टै मात्रै त्यही हो भयो कि भ्लग भने खुट्टा देखा हेर हजुर पहिले हो नहुल्काउ यार छ्या त्यत्रो मिल्छ तिमीले नाक छोप्ने हो कि त्यसले चाहिँ अपकमिङ ठकुरीलाई तिम्रो पनि त हुनसक्छ नि भाइ त तिम्रो नै हुनसक्छ जतातिरबाट लर डिसान्ने काम चाहिँ मलाई युट्युब च्यानल सबैले सब्सक्राइब गरिदिनु होला अब हामी
ल लेडी भ्लगर उहाँ चाहिँ हाम्रो लेडी भ्लगर यहाँ चाहिँ हामी टिकट काट्दैछौँ यहाँबाट नि मिल्छ होला त यहाँ पैसा हाल्नु मिल्छ त सिट हेर्न गएको म त ए E1 E2 E3 E4 ल मैले हेर्नु न मन बनाएको ब्लग के के देख्यो मोबाइल अलि पर लैजाऊ न तिम्रो मोबाइल हलिन्छ नि त फाइनली लाइनमा बस्दैछौँ टिकट काट्नुलाई नेपाली फिल्मलाई साथ दिएर हामी नेपाली फिल्म हेर्न आएको छौँ मुभी इन्डस्ट्रीलाई अब दयाङ राईलाई हेर्न अब त सुटिङ अब रियलमा आउनुहुन्न यहाँ दियोस् आइरहेको हुन्छ त दुबई आउनु त यस्तरी अहिले ड्रागन मार्ट त कहाँ आउनुभयो होला यो सबभन्दा ठुलो जन सिनेमा होला नि त यहाँको दुबईको यहाँ चाहिँ आउनु पर्ला होइन हेर्नु यहाँ ल्याउनु पर्ने पाइन्न होला कि त्यही भएर होला हामी चाहिँ टिकट काट्नलाई बस्दैछौँ दुईजना उता बस्दैछौँ के भन्छ अरे यत्रो ठुलोमा हाम्रो चाहिँ सानो स्क्रिनमा चाहिँ दयाङलाई देखाएको छ यहाँ एउटा ठुलो पोस्टरको जरुरत थियो पोस्टर हुनुपर्ने फोटो खिच्न नपाइने ट्याक 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 भएको है फोटो खिच्नु हुन्थ्यो यार लगभग टाइम भएको अब यहाँबाट माथि जान पाइन्छ कि पाइन्न भनिदिनु पाउनु त पाइँदैन तल झन्नै तल खुट्टा च्यापेको यार अहिले हामी फिल्म हेर्न आइरहेको छौँ तपाईँहरूलाई थाहा छ तपाईँहरूलाई भनिराख्नु पर्दैन यहाँबाट माथि जानु चाहिँ पाइन्छ यहाँ माथि के छ टेरिस होला जानु पाइन्छ दिस वे टु सिनेमा एन्ड क्याजुअल यो चाहिँ विश्वकै लामो सिँढी भने जस्तो कोही चढेको छैन नि यो सिँढीबाट हामी मात्रै चढिरहेको छ यो कहाँ जाने सिँढी यार स्वर्गको बाटो जाने सिँढी हो कि यार यस्तो घुमेर त्यहाँबाट झर्ने क्या यत्रो माथि चढेर आएको टप फ्लोरमा पार्किङ छ यार दुबई भनेको दुबई हो केही भन्दैन यहाँ कसैलाई केही फुर्सदै छैन मान्छेलाई भन्नु कामै नभएर त फिल्म हेर्न आएको थियो काममा फिल्म हेर्न आइन्थ्यो एउटा तल्लो ग्राउन्ड फ्लोरमा जाने ग्राउन्ड फ्लोर आऊ यहाँबाट ग्राउन्ड फ्लोरमा जाने सिधै 5 रुपियाँको कपडा हेर्न जाने चाहिँ एलिभेटरबाट जाने आज अब कामसम्म केही छैन मेमोरी फुल हुन्छ कि मेरो त यार यो चाहिँ कस्तो भने यहाँ विभिन्न यो ड्राइगन मार्ट चाइनिज मल सबैभन्दा ठुलो चाइनिज मल यहाँ के पाइन्छ त हेर्नु त्यही भाइ फोनको कभर किनौँ क्या भाइ अब टेमु लभर हेर टेमु लभर यस्तो यस्तो त न्यू पाइन्छ न्यू 2 रुपियाँमा यहाँनिर राम्रो खाले हेर्दाखेरि यहाँ त राम्रो रहेछ यार हामी चाहिँ कभर हेर्दैछौँ यो राम्रो छैन कति पर्छ होला 14 प्रो म्याक्स रहेछ हो त्यस्तो होइन कि यस्तो हाल्नु कभर चाहिँ तिम्रो कुरा हेरेको सामान त यो 20-25 रुपियाँ पर्छ होला फोनको कभर है लास्ट मन पर्छ जस्तो छ त भाइ हेरेको हेरेछ त नि मलाई यो किन्नु न ल म कभर किनिदिन्छु ल तिमी यो किन्नु म कभर किनिदिन्छु यहाँ हुँदैन टेमबाट किन्छु के दिन्छ त लग्ने पहिला अनि 100 दिएर हामी सब गर्दा नेपालमा अनि कसरी बेच्छ हे प्रभु त्यो बाइक त बहुत मन पर्यो हेर एउटाले भए त्यो बाइक खिच्यो गाडी चल्दैन थियो यस्तो चल्नु थाल्यो भने कहाँ चढ्छ मेरो जिन्दगी चलेको छैन त्यो पनि बाइकको कुरा छ ल यहाँ सबै यो चाइनामा पाइने मालहरू सबै यहाँ पाइन्छ यहाँ चाहिँ 10 रुपियाँको सामान किन्नु भने हामीले कस्तो हुन्छ भने यहाँ चाहिँ कस्तो जस्तो सुकै के तपाईँलाई त्यो एउटा घरदेखि लिएर तपाईँको जिन्दगीमा चाहिने सम्पूर्ण सामानहरू पाइन्छ क्या यहाँ कस्तो राम्रो आएन त भयो नि त लगाएपछि थाहा हुन्छ कि हेर्नु साह्रो भयो ल ल ल सामान त ल हो तिम्रो त बहिनी यसमा लाउन नि मिल्छ अलि त हात साह्रो अलि त त्यो ओए खसाएर फुटायो भने खसाउने पनि च्याप्पा सामान त ल बोल यो सामान त तिमीले त्यो दिने हो कि एकचोटि हेर्दा गर्छ यार मैले अघि नै भनिसकेँ अहिले हामी यहाँ ड्रागन मार्टमा छौँ फिल्म हेर्नुको लागि अझैसम्म फिल्म स्टार्ट नभएको कारणले गर्दा हामी घुमिरहेको छौँ हामीले सपिङ पनि गऱ्यौँ ए कता देख्यो यो चाहिँ हातेको
मान्छेहरू केही भन्न सक्दैन। कैसे ब्लगर बनेगा रे ऐसे ब्लगर बनता है कैसे हो भाई साहब त्यति लामो आइराखेको है। कति हो आउँदैन कि म एडिटर ए उहाँ भैयालाई मैले चिनेँ चिन्थ्यो होला भाइहरूलाई चिन्ने अहिले हामीसँग टाइम इनफ भएको कारणले गर्दा हामीबाट सिन कति राम्रो सिन कति राम्रो अब हामी फुटाइन्छ फोटो खिच्नु गाइज अब हाम्रो फिल्म स्टार्ट हुँदैछ अब हाम्रो मैले भ्लगको सम्पूर्ण जिम्मा मेरो बहिनीलाई दिएको छु अब बहिनीले सब भ्लग बनाउँछ अब हाम्रो युट्युब च्यानल बहिनीले खानेवाला छ फान्नेवाला छ अब मलाई तपाईँहरूले मेरो यो युट्युब च्यानलमा तपाईँहरूले सब्सक्राइब गरेर साथ दिनु होला मैले लिङ्क राखिदिन्छु यो बहिनीको नि गरिदिनु होला भन्छु तर मेरो युट्युब च्यानल छैन तर म यहीँबाट नै म भिडियो कन्टिन्यू गर्छु बस्दैछौँ कोही नभएर फिल्म हलमा हामी मात्रै भइन्छ कि जस्तो अवस्था हामी अहिले 4 जना मात्र छौँ केही छैन हामी मजाले हेर्छौँ कस्तो छ तपाईँहरूलाई हामी भन्छौँ रिभ्यू दिने के भन्छ रिभ्यू भने के भने रिभ्यू दिनेछु मलाई चाहिँ बोल्न आउँछ तर मेरो जिउरो छोटो भएर त्यो मेरो बोली सुनिँदैन गाइज अब त यहाँ अँधेरो छ तपाईँहरूलाई देख्नुहुन्न होला तर हाम्रो बोली चाहिँ सुन्नुहुन्छ कोही छैन त यहाँ त कोही छैन त यहाँ त फिल्म आधा भइसक्यो हामी यति पनि रोएनौँ मात्र होइन फिल्म सुरुमा चाहिँ ठिकै छ त्यस्तो वा छैन त्यो मैले फेरि त्यो पार्ट 1 नहेरेर होला यो पार्ट 2 मैले बुझिनँ खासै अब सेकेन्ड अहिले हामी इन्टरभल भएर बाहिर आएको छौँ अब यो सेकेन्डचोटि चाहिँ अब सेकेन्डको पार्ट चाहिँ कस्तो छ थाहा भएन हामी खास रुनु भनेर टिसु पनि बोकेवरी आएको खै खेरै जानु त्यो जारी टु फिल्महरू त्यो हामीले फिल्म हेरेर सकाइयो त्यो फिल्म कति बेला के अरे कति बेला फिल्म सुरु भयो कति बेला इन्ड भयो थाहा पाएनौँ हामीले राम के को निदाउनु दाइ यति निदाएको त के त्यो फिल्म स्टार्ट भएको पनि थाहा भएन टिसु बोकेर आएको यति धेरै रुनुपर्छ भनेर जस्ताको त्यस्तै लाग्नु पर्ने भइगयो तपाईँहरू यदि यो जारी टु फिल्म हेर्न चाहनुहुन्छ भने नआउनुहोस् पैसा नसक्नुहोस् मसँग सम्पर्क गर्नु म सबै कहानी बताइदिन्छु यस्तो फिल्म छ्या बकवास हेर्नु मात्र त वाक्क लागेर नहेर्नुहोस् प्लिज गाइज नआउनुहोस् तपाईँहरूलाई म यहीँबाट भनिदिन्छु यो यहाँनिरको 50-60 दिराम खर्च गरेर फिल्म हल आउनुभन्दा नआउनुहोस् आजको भ्लग यति मलाई रिस उठ्यो फिल्म हेरेर खुब राम्रो होला रुनी भनेर पुरा टिसु बोकेर आएको है छैन एउटा केही राम्रो छैन तिमी त बोल्दा रुन्छौ जस्तो लाग्यो मलाई हेरियो मेरो भ्लग पनि राम्रो भयो नि नभए हेर्नु भयो होला नहेर्नु हुने तपाईँहरूलाई पनि धन्यवाद हेर्नुहुने तपाईँहरूलाई पनि धन्यवाद प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिन नभुल्नु होला होइन यस्तै झन्डु फिल्मको रिभ्यू लिएर हामी सेवारो आङबाबे ताकुङ ल बहिनी ल सेवारो सबलाई सेवारो फेवारो ल